हेलो एभ्रिवान। आज चाहिँ हामीले एकदमै चिसो बढेको कारणले गर्दा लोकल कुखुराको रस खाने भयौँ। त्यसैले हाम्रो भाइले चाहिँ लोकल कुखुराको रस बनाउनको लागि कुखुरालाई रेडी गर्दै हुनुहुन्छ। अनि एकदमै चिसो छ क्या। तपाईँहरूकोतिर चाहिँ कस्तो छ? हाम्रोमा चाहिँ एकदम जाडो बढिरहेको छ। यो चाहिँ हामीले आज कान्छी र म भएर चाहिँ मल बोकेको थियौँ, त्यसैको लागि हो है। साथीहरू बनाउँदै हुनुहुन्छ मजाले पोलेर। अब चाहिँ काट्न लाग्नु भएको छ। एकछिनमा चाहिँ अब म पकाउँछु। अब चाहिँ मैले पकाउन सुरु पनि गरिसकेँ। ग्यास बाले, मसला रेडी गरेँ, तेल हालेँ। अब चाहिँ ज्वानो फुराएँ मैले, प्याज पनि हालेँ, बेसार हालेँ। खासै मिठो चाहिँ बनाउन आउँदैन, तर पनि जस्तो आउँछ मैले त्यस्तै चाहिँ ट्राई गरेको छु है। हामी चाहिँ यस्तै नै पकाएर खान्छौँ। अब चाहिँ मैले पकाइ पनि सक्न आँटेँ। अब चाहिँ म मसला हाल्दैछु। यो भिडियो चाहिँ मेरो कान्छी बहिनीले बनाइदिँदैछिन्। अब चाहिँ हामी चाहिँ एकदम धेरैजना छौँ क्या, त्यही भएर भुटेर त पुग्दैन। त्यही भएर हामीले रस हाल्यौँ। अझै मम्मीको लागि साग रेडी हो, यता मम्मीकै लागि ढिँडो पनि हुँदैछ रेडी। यहाँ चाहिँ अब मैले मम्मीको लागि खाना रेडी गरिदिएको छु। ढिँडो, साग, करेला, अचार र मासुको रस। आजलाई यति नै। बाई बाई साथीहरू।